अब मूल कुरा भन्छु। रवि लामिछानेले पातालबाट ल्यायो बेचन झा। सरकार र समीकरण नै बदलिने गरी भयो त्यसको प्रतिक्रिया। रातारात मिले काङ्ग्रेस र एमाले। मान्छेहरू भन्छन् तैँले गृहमन्त्रीका रूपमा बालकोटतिर किन आँखा लगाइस्, किन तर्साइस् बुढा नीलकण्ठका दाजुभाउजूलाई। मैले अतिरिक्त केही गरेको होइन, विधिको शासन प्रमाणित गर्न खोजेको मात्रै हुँ। मैले चोरको खुट्टा च्वाट्ट काट्नु भनेको हुँ, स्वाट्ट खुट्टा ककसले र किन ताने तिनै जानुन्। गृहमन्त्रीका रूपमा मैले व्यक्ति चिनिनँ, केवल विधि चिने। भोलि पनि मैले चिन्ने त्यही हो। जहाँसम्म डरको कुरा छ, रवि लामिछाने यिनीहरूसँग नडराएकै हो, नडराउने नै हो। यिनीहरूले अहिले बन्द गर्लान् बेचन झाहरूको फाइल। जनताको मत र साथ लिएर ती फाइल फेरि खोल्ने नै हो। यिनीहरूलाई अपराधको दण्ड दिने नै हो। एकाथरी आलोचकहरू मलाई सत्ता लुलुपको आरोप लगाउँछन्। म तिनलाई यति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अवसर आयो होइदेऊ न भनेको भए कसले रोक्थ्यो र? प्रधानमन्त्री बनिदेऊ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेको थियो काङ्ग्रेसको मूल नेतृत्व। मैले मानिनँ। भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले। मेरो प्रश्न छ, त्यसैको दण्ड स्वरूप आज थुना बेहोरिरहेको मान्छे सत्ता लोलुप हो कि विद्रोही? गृह मात्र होइन, हामीले सम्हालेका कुनै पनि मन्त्रालयमा एउटै प्रश्न उठेन। सुमना श्रेष्ठ भन्नुहोस् या डिपी अर्याल, शिशिर खनाल भन्नुहोस् या विराज भक्त श्रेष्ठ, हाम्रा कुनै पनि मन्त्रीले जनताले दिएको मतलाई लज्जित बनाएनन्। हरेक मन्त्रीले मन्त्रालयमा सकारात्मक भाव रोपेर फर्के। नातावाद, कृपावाद वा अनियमितताको एउटै आरोप नखेपी सत्ताबाट फर्केको अरू कुनै पार्टी छ नेपालमा? उपचुनावको परिणामपछि ठुला दल, त्यसमा पनि नेपाली काङ्ग्रेसका साथीहरू हामीसँग तर्सिए। त्यो परिणामले देखायो जनताको चेतना अर्कै ठाउँमा पुगिसकेको छ। जब म 2080 फागुन 23 गते दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री भएँ, तब तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विभिन्न सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै मेरो नामै किटेर छानबिनका लागि संसदीय समिति बनाउन माग गर्यो। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नमान्दै मनै अग्रसर भएर सत्तापक्षलाई मनाए र 2081 जेठ 15 गते मेरो सट्टा गोर्खा मिडियाको नाम राखेर संसदीय छानबिन समिति बन्यो। आदरणीय आमा